हेलो साथीहरु, चिसो चिसो मौसममा तातो तातो कम्मलभित्र बसेर यो भिडियो हेर्नुहुने सम्पूर्णलाई मेरो नमस्कार। आजको यो भिडियोमा मेरो छोराको फर्स्ट एक्सपिरियन्स उखु काट्ने। थाहा छ सबै गाउँमा पनि हुँदैन यो उखु भन्ने कुरा नि, सबै गाउँमा पनि सबै ठाउँमा हुने कुरा होइन। आई थिंक गर्मी हुने ठाउँहरुमा प्राय हुन्छ हैन, अलि के भन्ने तातो ठाउँहरुमा बढी हुने हो जस्तो लाग्छ के। पहाडतिर त हुँदैन होला यो उखु हैन, कि पहाडतिर पनि हुन्छ? कसलाई यसको बारेमा आइडिया छ कमेन्ट गर्नु होला। मेरो छोराको चाहिँ यो फर्स्ट एक्सपिरियन्स। तपाईहरुमध्ये यो भिडियो हेर्नेहरुमध्ये चाहिँ कतिजनाको फर्स्ट एक्सपिरियन्स हो या फर्स्ट एक्सपिरियन्स गर्नु भएको छ वा अझसम्म पनि फर्स्ट तपाईको एक्सपिरियन्स भएको छैन उखु काट्ने, कमेन्ट गर्नु होला। उखु चाहिँ बेच्न चाहिँ बेचिन्छ हैन सिटिजहरुमा, तर यसरी काट्ने अवसर चाहिँ पाउँदैन हैन। थ्यांक यू सो मच। आजको भिडियो सक्यो है त, बाइ।